काठमाडौँमा कानमा झुन्ड्याउँदै बेच्नेबाट सुरु गरेको हो र रेसाका लुगाहरू बनाउनेदेखि लिएर 2100वटा यसका परिकारका सामानहरू बनाउने लगभग 34वटा पसलहरू अथवा शाखा जस्तै पसलहरू छन् र त्यहाँ पनि काम गरिरहेको छ भने 6वटा कारखानाहरू छन्। त्यो 6वटामा पनि काम गरिरहेको छ। मैले 70 देशभन्दा बढी एक्सपोर्ट गर्छु। अलि गाँजा भनेर गाँजाको वस्तु निकाल्ने भनेर यसको पिताको रूपमा मलाई पनि मानिरहेका छन्। आगामी 5 वर्षमा गणेश ह्यामसँग 1500 जना कामदार हो भने 3 अर्ब भन्दा बढी चाहिँ रुपियाँ नेपालमै बिक्री हुन्छ भने 3 अर्ब भन्दा बढी रुपियाँको चाहिँ विदेशमा गइरहेछ। टोटली ट्रान्जिट भनेपछि 6-7 अर्ब भन्दा बढी नै यसको चाहिँ रेभिन्यू आइरहेछ। मैले चाहिँ 18 घण्टासम्म यसैको सोचाइमा गएँ, यसैको मैले चाहिँ काम गर्दै गएँ र अरू खुसीहरू यी समयहरू मैले त्यागेँ। प्रत्येक व्यवसायले एउटा कथा बोकेको हुन्छ। हरेक उद्यमीको यात्रा, अनुभव र सङ्घर्षबाट केही न केही अवश्य सिक्न सकिन्छ। तिनै यात्राका अनुभवहरू लिएर नेपालमै केही गरेकाहरूबाट केही गर्न खोज्नेहरूलाई मार्गदर्शन बनोस् भनी यो कार्यक्रम प्रस्तुत गर्न खोजिरहेका छौँ। हाम्रा प्रस्तुत कार्यक्रमहरूले एउटा युवालाई नेपालमै उद्यम गर्ने प्रेरणा दियो, एउटा व्यवसायीलाई नयाँ सोच दियो वा कोही कसैलाई सही निर्णय लिन सहयोग पुर्यायो भने हामी सफल भएको ठानेछौँ। र त्यस्तै प्रेरणादायी कथा लिएर आज हामी काठमाडौँ ओडानीलकण्ठ स्थित 2052 सालमा काँधमा गाँजाको रेसा बोकेर काठमाडौँ छिरेको व्यक्तिले मेनली चाहिँ गाँजा अल्लोबाट लत्ता कपडाका विभिन्न प्रडक्टहरू जस्तै टी सर्ट, पाइन्ट, मोजा, जुत्तादेखि विभिन्न प्रडक्टहरू उत्पादन गर्दै 70 भन्दा बढी देशहरूमा निर्यात गर्दै आइरहेको कम्पनी गणेश हेम्पमा आइपुगेका छौँ। आज यस कम्पनी साथसाथै यस कम्पनीका सञ्चालकज्यूको यात्रा, अनुभव र सङ्घर्ष सँगसँगै विभिन्न बिजनेस एस्पेक्टहरूको बारेमा कुराकानी गर्नेछौँ। उहाँहरूको वर्तमान अवस्था, भावी योजना र फ्युचर एन्टरप्रेनरहरूलाई उहाँको सुझावहरू लिनेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। अहिलेलाई लागौँ यस कम्पनीका सञ्चालकज्यूसँग कुरा गर्न। लेट्स गो। नमस्कार सर। नमस्ते। बिजनेस डायरीमा हजुरलाई स्वागत छ। एकदम धेरै धेरै धन्यवाद। यो बिजनेस डायरी मेरो प्राङ्गणसम्म र मेरो उद्योगसम्म पुगेर उद्योगको हाल खबर बुझ्ने जुन प्रयत्न गर्नुभएको छ एकदम पक्कै पनि धेरै राम्रो कुरा हो। हामी अब सुरुवातीदेखिका कुरा गरौँ सर। नेपालमा चाहिँ धेरैजनाले गाँजालाई चाहिँ एउटा औषधि वा नसाको रूपमा बढी मात्रामा चिन्छन्, तर तपाईँले त्यसलाई चाहिँ बिजनेसको रूपमा अब अहिले यति ठुलो बिजनेस बनाउनु भयो। यो कसरी सुरुवात भयो, कसरी सम्भव भयो सर? मैले 4 कक्षा पढ्नदेखि लिएर स्कुल पास गर्नसम्म नै गाँजाको कपडाहरू लाउँदै आएको थिएँ र त्यो अत्यन्त बलियो र राम्रो लुगा पनि लागेको थियो र यसैबाट म प्रेरित भएर पक्कै पनि यो नेपालमा त प्रशस्त रूपमा जताततै उम्रिरहेको छ, यसमा काम गर्नु पर्यो भनेर मैले सोचेँ र यसमा काम गर्दै जाँदा बिचबिचमा अवरोधहरू आए। जस्तै प्रशासनबाट चाहिँ 2062, 2052 र 2072 सालमा 3 पटक चाहिँ यस्तो प्रशासन निकायले मलाई चाहिँ अलिकति खोज खबर पनि गर्यो र धेरै अदालतसम्म यो मुद्दा नगए पनि यो मुद्दा चाहिँ प्रहरी किनारा लाएर अनि मैले चाहिँ यो कुनै पनि मेरो वस्तुहरूमा त्यस्तो लागु पदार्थ नभेटाइएको हुँदाखेरि ती प्रहरीहरूले मलाई नियम कानुनले केही गर्न पाएन। र अहिले जुन चलिरहेको छ र विश्वमा पनि धेरैभन्दा धेरै राष्ट्रहरूले धेरैभन्दा धेरै वस्तुहरू उत्पादन गरेको देख्दाखेरि वास्तवमा जनतालाई पनि लागिरहेछ कि यो भाङ भनेको त गाँजा मात्र होइन, यो त भाङ पनि रहेछ, भाङ्गो पनि रहेछ, भाँगा पनि रहेछ भन्ने कुरोहरू बुझ्दै गएर मलाई सजिलो भइरहेछ र आम जनताहरूलाई पनि सजिलो भइरहेछ। अहिले त अब 83वटा करिब 73देखि 83वटा स्थानीय निकाय र एउटा प्रदेशले पनि यसलाई नियमन गरेको छ, खोलेको छ नभनौँ, नियमन गरेको छ। अब यो नियममा बाँधिएर स्थानीय जनताहरूले चाहिँ खेतीपाती गरेर अगाडि बढ्न सक्छ। त्यो बेला चाहिँ हजुरले कुन प्रडक्टबाट सुरु गर्नुभएको थियो? त्यसलाई चाहिँ मेरो सेक्टर भनेको त रेसा नै हो।
फाइबर नै हो। फाइबरबाट मैले चाहिँ विभिन्न वस्तुहरू बनाउँथेँ हजुर र अहिले अब आएर फलको पनि डन्डीको पनि बनाउन थालेको छु हजुर र नेपाल सरकारले लिगल गरेका कुराहरूमा मात्र मैले फोकस गरिरहेको छु। अब यसैमा मैले अध्ययन गरेको हुँदाखेरि र यसैमा लागि परेको हुँदाखेरि विशेष गरेर रेसाका लुगाहरू बनाउनेदेखि लिएर 2100वटा यसका परिकारका सामानहरू बनाउने पनि काम गरिरहेको छु। हामीले मुख्यतया कुन कुन प्रडक्ट बनाउँछौँ लत्ता कपडामा चाहिँ? लुगा कपडामा भन्ने हो भने जुत्ता मोजादेखि लिएर पैन्ट ट्राउजर सर्ट अनि कोटहरू स्टक कोटहरू त्यस्तै पर्दाहरू कार्पेटहरू विभिन्न चिजहरू 2100वटा त नाम पार्न नसकिएला तैपनि यी धेरै आइटमहरू मैले उत्पादन गरेर विश्वका 70 देशमा पनि बेचिरहेको छु र नेपालमा पनि बेचिरहेको छु। यो हजुरले रेसा पनि बनाउनुहुन्छ, विभिन्न प्रडक्टहरू बनाउनुहुन्छ। अब यसमा चाहिँ तपाईले एउटा प्रडक्ट समातेर त्यसलाई मात्रै ग्रोथ लिएर माथिसम्म पुग्नुभन्दा विभिन्न प्रडक्टहरू होरिजेन्टल ग्रोथ गर्नुभएको रहेछ। यो भन्दा यसको पछाडि चाहिँ त्यसको स्ट्राटेजी के थियो सर? यो मुख्य कुरो कस्तो भन्दाखेरि कसलाई कस्तो स्ट्राटेजी भन्दा पनि मैले कुन उद्योग प्रकारको उद्योग गर्ने र मेरो इच्छामा कुन उद्योग आयो भन्ने कुराहरू बढी प्रभावित हुन्छ। मेरो गाउँ चाहिँ नेपालको सुदूरपश्चिम बझाङ जिल्लामा पर्छ। त्यो बझाङ जिल्लामा चाहिँ सुरुदेखि नै बाबुबाजेको पालादेखि नै भाङ्गोको लुगा बनाउने, भाङ्गोको अनेक सामान एकदमै चरस पनि बनाउने त्यस्तो प्रकारको परिपाटी थियो। पछि गएर चरसजन्य कुराहरू सरकारले बन्द गरिएको अवस्थामा चरस निकाल्न छोडेर त्यसको दाना र रेसा निकालेर चाहिँ रेसाबाट कपडा सपडा बनाउने, दाना चाहिँ अचार सचारको लागि प्रयोग गर्ने गरेका थिए। भनेपछि प्रत्येक घर परिवारले नेपालको पश्चिमी भेगतिर चाहिँ खेती गरेकै हुन्थ्यो, सानोतिनो भए पनि खेती गरे हुन्थ्यो। किनभने गाई गोरुहरूलाई बिमारी हुँदाखेरि, मान्छे पनि बिरामी हुँदाखेरि, त्यस्तै गरेर गर्भवती महिलाहरूलाई पनि कहीँ भिटामिन नपुगेन भनेपछि भाङ्गोको झोल बनाऊ भन्थे त्यति बेला। त्यो दानालाई पिसेर त्यसको दुध निकालेर कपडामा छानेर त्यसको झोल बनाएर खुवाउने चलन चल्ती पहिलादेखि नै थियो। र मेरो पनि त्यही परिपाटी हुँदाखेरि यसलाई व्यवसायीकरण मात्र गरेको हो। मैले त्यो नितान्त केही ठुलो एउटा परिवर्तन ल्याएको हो म भनेर भन्दिनँ। यसलाई थोरै चाहिँ नवीकरण गरेको होइन। अनि अब अझै पनि यो नवीकरणको सिलसिला जारी नै छ र नेपालभरि भन्ने हो भनेपछि करिब करिब 20 लाख किलोभन्दा बढी चाहिँ अहिले पनि भाङ्गोको रेसाहरू उत्पादन भइरहेको अवस्था छ। त्यस्तै 20-30 लाख किलो दाना पनि उत्पादन भइरहेछ। अहिले अब सरकारले जहाँसम्म यो नियमन गरेको छ, अब यसलाई पुरातया नियमन गरेको खण्डमा यसका औषधिहरू पनि उत्पादन गरेर बजारमा बिक्री गर्न होला। तर अहिले औषधिहरू उत्पादन गरेर बजारमा बिक्री गरेको छैन। यसो पात सात चिया खाने गरेका छन्। त्यो भनेपछि त्यो कुनै वैज्ञानिक किसिमको नभएर एउटा गाउँघरमा हाम्रो वैद्य परम्परा छ, गाउँघरमै औषधि गर्ने, त्यो वैद्य परम्परा अनुसार पातका केही भागहरू चाहिँ अलिअलि व्यावसायिक रूपमा बिक्री वितरण भएका छैनन्। एउटा जहाँ बोट आफूले भेट्यो त्यही 2-4वटा पात अथवा 100-200वटा पात टिपेर त्यसलाई सुकाएर राख्ने र चिया खाने चलन चल्ती अहिले पनि चलिरहेको छ। तर व्यावसायिक रूपमा भन्ने हो भने यसको रेसाको व्यावसायीकरण चाहिँ भइसकेको छ राम्रै किसिमको। करिब करिब वार्षिक भन्ने हो भने 3 अर्बभन्दा बढी चाहिँ रुपियाँ नेपालमै बिक्री हुन्छ भने 3 अर्बभन्दा बढी रुपियाँको चाहिँ विदेशमा गइरहेछ। टोटली ट्रान्जिट भनेपछि 6-7 अर्ब भन्दा बढी नै यसको चाहिँ रेभिन्यू आइरहेछ अहिले नेपालको भन्दाखेरि। अब मेरो परिप्रेक्ष्यमा भन्दाखेरि मेरो चाहिँ सर्ट पैन्ट ट्राउजर कुर्ता यिनीहरू बढी बिक्री भइरहेछ। त्यस्तै गरेर धेरै जस्तो यहाँ आउने कस्टमरहरूले चाहिँ यसका ओढ्ने ओछ्याउने लुगाहरूको जुन तन्ना अथवा सिरकको खोल अथवा तकियाको खोलहरू यस्ता बढी लिइरहेछन्। त्यस्तै अहिले धेरै व्यक्तिहरूले यद्यपि अहिलेको संसदमा पनि करिब करिब 10-15 जना मान्नेहरूले प्रत्येक मिटिङमा म देख्छु भिडियोहरू, त्यो चाहिँ गाँजाको लुगा लगाएर गइरहेको छन् र गाँजाको कोट भिरेर गइरहेको छ। यो मैले 70 देशभन्दा बढी एक्सपोर्ट गर्छु। त्यो बाहिरको कुरा मेरो आफ्नो लक्ष्य भनेको नेपाली जग्गा जमिनमा उब्जाएको चिजहरू नेपालमै प्रशोधन भएर
पहिलो प्राथमिकता भन्नाले नेपाली जनताहरूले नै प्रयोग गरून् भन्ने मेरो हजुर। मान्यता हो। हजुर र मेरो कुनै पनि कम्पनीमा विदेशीको कहीँ पनि टच भएको छैन, हजुर खेतीपातीमा पनि भएको छैन। यहाँ मेरो जति पनि 400 जना 6वटा उद्योगहरू छन्, 6वटा उद्योगमा 400 जनाले काम गरिरहेका छन्। ती 400 जना मध्ये 90% चाहिँ महिलाहरू छन् हजुर र 10% पुरुष छन्। ती सम्पूर्ण कुनै पनि विदेशी छैन, अरू देशको नागरिक छैन, नेपालको नागरिक मात्र छ। हजुर त्यसैले नेपालीको हातबाट बनेको चिजहरू नेपालीलाई नै बेच्ने भन्ने मेरो पहिलो प्राथमिकता हो। हरेक नागरिकलाई यसै मैले चाहिँ तपाईँको च्यानलबाट भन्न चाहन्छु, यहाँ चाहिँ बिक्री गर्न गाह्रो नमान्नुहोस्। सबैभन्दा आफ्नो लाज घरमै छोडेर आउनुहोस्। तपाईँले आफ्नो चोकमा अहिले नेपाली नागरिकहरू के गर्छन् भने सानो कुनै एउटा आफ्नो उत्पादन कानमा बोकेर बससम्म पुर्याउनको लागि कानमा बोक्नु पर्यो भनेपछि लाज मान्छन्, हातमा झुन्ड्याएर सकि नसकी बोकेका हुन्छन्। यदि हातमा झुन्ड्याउन सकेन भने रिक्सा टाँगा इत्यादि मगाएर गर्ने गरेका छन्। यो भनेको लाज, त्यो लाज होइन, त्यो गर्व हो क्या, हजुर होइन? हामीले हाम्रो भारी हामीले बोक्नुपर्छ भन्ने पहिलो कुरा सिक्नुपर्छ, एउटा कुरो। दोस्रो कुरो के छ भन्दाखेरि अहिले छ्यासछ्यास्ती चाहिँ सामाजिक सञ्जालहरू छन्। यद्यपि तपाईँलाई बोलायो भने पनि आउनुहुन्छ। तपाईँको च्यानल मार्फत मैले धेरै कुराहरू चाहिँ आम जनतालाई राख्न पाएको छु। यो पनि एक प्रकारको प्रचार प्रसार हो। यस्तो ठाउँमा मेरो चाहिँ सिप कसैले लिइ पो हाल्छ कि मेरो उद्योग कसैले देखि पो हाल्छ कि मैले गोप्य रूपमा काम गर्नुपर्छ है, सबैलाई देखायो भनेपछि त मेरो सामान चल्दैन भन्ने कुरोहरू, त्यो सोचाइ छ। त्यो चाहिँ अझै घरमै छोडेर आउनुहोस्। तेस्रो कुरा भनेको हाम्रा उद्योगहरूका जुन उद्योगीहरू हुनुहुन्छ, उहाँ उद्योगीहरूले धेरै जस्तो उद्योगीहरूलाई अब मेरो चाहिँ यति रुपियाँ लाग्यो, यति रुपियाँ यहाँ लाग्यो भनेर पढ्न चाहिँ ब्याचलर डिग्री पास गरेर चाहिँ उद्योग सुरु गर्छन्। तर ती कुनै पनि आँकडा लगायो भने हुँदैन कि मेरो वस्तुको मूल्य कति राख्दाखेरि आम जनतालाई पनि महँगो हुँदैन र मलाई पनि उद्योगलाई पनि फाइदा हुन्छ भन्ने कुरो। आफ्नो वस्तुको मूल्य तोक्नलाई चाहिँ गाह्रो परिरहेको हुन्छ। ताल पर्यो भने मार्केटको यसो सम्भावना जस्तो देख्यो भनेपछि 200% पनि फाइदा खाइदिने, होइन भनेपछि यसो गर्यो त्यो चाहिँ 6% 5%मा पनि सामान फालिदिने। तर त्यो व्यापारको चलन होइन, त्यसलाई सन्तुलनमा ल्याउनु पर्यो। कुनै पनि उद्योग चलाउनको लागि यो प्राकृतिक रेसाको कम्तीमा 20% र बढीमा 35% 20 को फाइदा राखेर चल्दाखेरि यी उद्योगहरू राम्रोसँग जगेर्ना हुन्छन् र आउने जुन बजारको भाव हो त्यसलाई पनि कन्ट्रोलमा राख्छ र सबै जनताले त्यो सामान पनि किन्न सक्दछन्। र मुख्य कुरो कस्तो छ भन्दाखेरि गाउँघरमा किसानहरूले पनि उत्पादन गरेका सामानहरू जस्तै र मेटेरियल, यसका भाङ्रोका अल्लोका र मेटेरियलहरू हुन्छन्। ती र मेटेरियलहरूको पनि यसका विभिन्न संस्थाहरू छन्, जस्तै राष्ट्रिय अल्लो उद्यमी सङ्घ, हेम्प एसोसिएसन नेपाल, उनीहरूसँग परामर्श गर्ने अहिले गाउँमा कुन भाव लागेको छ। किसानलाई मार्नु पनि हुँदैन, यसको मतलब आफू पनि मर्नु हुँदैन क्या। उद्योगी मरे पनि त्यो किसानले भोलि बेच्न पाउँदैन, किसान मरे पनि त्यो किसानले उत्पादन गरेको चिजहरू चाहिँ किसान घाटामा गयो भने 300 वर्षदेखि उत्पादन गर्दैन, र मेटेरियल बन्द हुन जान्छ। त्यसैले यस्ता संस्थाहरूसँग आफूले मेम्बर बन्ने भएभरसक, यदि मेम्बर बनेन भने पनि परामर्श गरेर चाहिँ रेट भाव बजारमा बुझेर सबै कुरो बुझेर चाहिँ आफूले उद्योग गर्नु पर्दाखेरि चाहिँ उद्योग फस्टाउने एउटा वातावरण बन्छ। B2B B2C भनेर जुन हाम्रो अब एउटा फर्मुला निकालेको छ विश्वले, तर हामी त्यो भन्दा पनि परम्परागत बिक्री भन्छ क्या। परम्परागत बिक्री कस्तो भन्दाखेरि हाम्रा उत्पादनहरू एकदम थोरै हुन्छन्, होइन? थोरै भइसकेपछि हामीले फेसबुकमा राख्यौँ, फेसबुकमा प्रचार प्रसार गऱ्यौँ, होइन? अब त्यहाँ चाहिँ अब फेसबुकबाट अनलाइन मान्छे आयो, मेरो पसल छ, मलाई चाहिँ 20वटा सामान बनाइदिनुहोस्, झोलाहरू अथवा मान्नु लुगाहरू बनाइदिनुहोस् भन्छ। अब त्यसलाई B2C मान्ने कि B2B मान्ने, होइन? अब उसलाई 20 को हिसाबले हामीले गर्छौँ भनेपछि अर्को व्यक्ति के हुन्छ भने मेरो परिवारलाई 10वटा चाहियो है, मेरो परिवार ठुलो छ, मैले किन्नु पर्यो, उसलाई रिटेल मान्यौँ भने अब अथवा यी कसैले एउटा माग्छ भने पनि हामीले तिनीहरूलाई सप्लाई गर्नु सक्नु र त्यसलाई हामीले न त B2C भन्न सक्छौँ न त B2B भन्न सक्छौँ क्या। त्यसैले यो सबै व्यावहारिक बिक्री
बढी चलिरहेछ। हजुर सर, हजुर। अहिले इन्स्टाग्राममा टिकटकमा आफ्ना उत्पादनहरू रमाई खेलाएर बिक्री गर्ने धेरैवटा उद्योगीहरू छन्। उनीहरूको मनज्ञ रूपमा एउटा बिक्री पनि भइरहेछ, उनीहरूको क्षमता अनुसार हजुर सर। बिक्री भइरहेछ। र भने कतिपय यस्ता व्यक्तिहरू, यस्ता सञ्जालहरू पनि छन् जुन फ्याक्ट्रीबाट सामान लगेर फ्याक्ट्रीमै कन्ट्याक्ट गरेर फ्याक्ट्रीबाट आफ्नो प्रकारको सामान उत्पादन गर्न लाएर त्यो उत्पादनमा फ्याक्ट्रीलाई अनुरोध गरेर आफ्नो लोगो लगाएर चाहिँ उनीहरूले त्यो फोटो अथवा भिडियो बनाएर त्यसलाई बुस्टिङ गरेर सामाजिक सञ्जालबाट बिक्री गर्ने र उत्पादन नभएका साथीहरू पनि धेरै छन्। तर तिनीहरूले सर्भिस गरिरहेछन्। तैपनि उसले के छ भन्दाखेरि बजारमै पसलै खोज्नु परेन, पसलमा र्यागै बनाएर खर्च गर्नु परेन। उसले चाहिँ 50, 30, 35 अब यस्तै थोरै पैसाबाट पनि आफूले आफ्नो सामाजिक सञ्जालबाट बिक्री वितरण गर्न सक्यो। र कस्टमरले पनि के छ भन्दाखेरि हेम पाउने ठाउँ कहाँ भनेर खोज्दै हिँड्नु भन्दा होइन, उसले सामाजिक सञ्जालमा घरैमा बसी आफ्नो मोबाइलमा हेरेर चाहिँ अर्डर गर्न सक्छन् होइन। अब त्यसैले त्यसमा सजग के रहनु होला भनेपछि राम्रो कम्पनी हो कि नराम्रो कम्पनी हो, प्रोफाइलहरू चाहिँ पक्कै पनि सबै कम्पनीहरूले पुरा ठुलै बनाएका हुन्छन् होइन, हेर्दाखेरि ठुलै हुन्छन् नि। तर त्यसको वास्तविकता ठुलो छ कि सानो छ, जोसँग प्रोसेसिङ युनिट छ अथवा प्रशोधन केन्द्र छ, कपडाको भए पनि, लुगाको भए पनि, गार्मेन्ट भए पनि, अब त्यो भनेको उद्योगी नै हो। र अर्को व्यापारी पनि चाहिन्छ। फेरि उद्योगीले मात्र सबै कुरा हुन्छ भन्ने होइन, तर व्यापारीले पनि उद्योगमा उत्पादन गरेर आफ्नो दिमाग खियाएर आफूले डिजाइन गरेर बजारमा कस्तो चाहिन्छ, कस्तो कलरको चाहिन्छ, कुन साइजको बढी बिक्री हुन्छ भनेर र आफ्नो पैसा लगानी गरेर विभिन्न किसिमका स्याम्पलहरू बनाएर खर्च गरेर उसले चाहिँ आफ्नो एउटा सञ्जाल बनाएको हुन्छ। त्यो पनि ठग होइन। तर हरेक नागरिकले के भन्नुपर्छ भनेपछि तपाईँ चाहिँ मेरो घरमा सामान पुर्याउनुहोस्, सामान मेरो हात परेपछि पैसा दिन्छु, अगाडि दिदिनँ है भन्नुपर्छ क्या। किनभने जब उसको सामान डेलिभरीमा घरमा आइपुग्छ, घरमा आइसकेपछि खोल्नुभन्दा अगाडि चाहिँ उसले पैसा पेमेन्ट गर्नुपर्छ अनि डेलिभरीले त्यो सामान दिन्छ। तपाईँको सामान त हातमा त पर्यो नि। भोलि त्यो सामान नराम्रो छ भने त्यो कम्पनीलाई त कम्प्लेन गर्न मिल्यो, त्यसको नाउँमा मुद्दा दिन मिल्यो होइन, हरेक गर्न मिल्यो, कारवाही गर्न मिल्यो नि। कारवाही गर्ने ठाउँ अर्कै छ क्या। त्यसैले चाहिँ नेपाली सामान किन्दाखेरि तपाईँ टुक्कसँग किन्नुहोस्, मजाले किन्नुहोस् र तपाईँ घरमा आइपुगेपछि पैसा दिनुहोस्, अगाडि नदिनुहोस् भनेर चाहिँ म भन्न चाहन्छु। मैले पनि त्यस्तै गरेको छु। मेरो सामाजिक सञ्जालहरूमा विभिन्नमा मैले विभिन्न प्रकारका भिडियो हाले तापनि व्यापार किन्नुहोस् भन्ने भिडियो धेरै जस्तो कम छन्। मैले चाहिँ यसरी उत्पादन गर्नुहोस्, यस्तो उत्पादन गर्दा राम्रो हुन्छ भनेर चाहिँ ज्ञानबद्ध भिडियोहरू बनाएको छु। टोटल एड्रेसेबल मार्केट कत्रो छ सर? अहिले हजुरको कति पर्सेन्टेज, कति मार्केट चाहिँ कभर गर्नुभएको छ, त्यस्तो केही आँकडा छ सर? हो, एकदम सही कुरो गर्नुभएको। तपाईँले कस्तो भन्दाखेरि मार्केट कत्रो छ भन्ने कुरो होइन होइन, मार्केट 3 करोड नेपालीहरू छन्, त्यो मार्केट हो हाम्रो। त्यो 3 करोड नेपालीले प्रयोग गर्ने सामान सबै मार्केट हो होइन। त आफ्नो वस्तु कति राम्रो बनाए र कतिजनाले किन्न सक्ने बनाए अथवा कुन वर्गको व्यक्तिले किन्न सक्ने बनाए। अब प्रत्येक महिना 80,000 कमाउने व्यक्तिले लगाउने लुगा मैले बनाएँ कि प्रत्येक महिना 4,000 मात्र कमाउने व्यक्तिको लागि मैले लुगा बनाएँ? त्यो नै मार्केटको भोल्युम हो। मार्केट रिसर्च भन्ने कुरो वस्तुले निर्धारण गर्ने हो। मैले कुनै अगाडि मेरो जुन छ, म चाहिँ करिब 30 वर्षसम्म हुनसम्म कुनै पनि मोबाइल किनेको थिएन क्या होइन, मोबाइलै थिएन, मोबाइलै किनेको थिएन। अनि जब मोबाइल आयो, आइसकेपछि मोबाइलले मलाई टार्गेट गरेर मोबाइल बनाएको होइन नि त। मोबाइल ठिक्क मूल्यको थियो, सुविधा धेरै थियो, अनि मैले किने, सबैले किने। अहिले मेरो हातमा नै 3वटा मोबाइल छ क्या है। भनेपछि मार्केट भन्ने वस्तुले क्रिएट गर्ने कुरो हो। मार्केट आफैमा आँकडा गरेर जाने भनेको त्यो धेरै ठुलो कम्पनीहरू होला होइन, तर हामी सानातिना लघु तथा घरेलु उद्योग गर्ने साथीहरूले मार्केट खोज्नै पर्दैन क्या। मार्केटमा गएर आँकडा लिएर होइन, तपाईँले 3 अर्ब लगानी गर्दै हुनुहुन्छ भने त्यो अर्कै पाटो हो, त्यो पाटोको बारेमा मलाई ज्ञान नहोला। तर मेरो लघु तथा घरेलु उद्योगमा ज्ञान राख्ने भएर घरेलु तथा साना उद्योग प्रकारका व्यक्तिहरूले छ नि, मार्केटमा खोज्न, मार्केटतिर ध्यानै नदिनुहोस्, वस्तुमा ध्यान दिनुहोस्। आफूले कम लागतमा
राम्रो क्वालिटीको उत्पादन गरेर आफ्नो प्रचार गर्नुहोस्, मार्केट बन्यो। हजुरको यो कति ठुलो कम्पनी बन्ला अबको 5 वर्षमा सर? यो करिबन अब यो प्रत्येक वर्ष गुणात्मक रूपमा लगभग 4 गुणाले अगाडि बढ्दै गएको छ र यसले चाहिँ आगामी 5 वर्षको मैले आँकडा गर्नु पर्दाखेरि झन्डै 7 खर्बदेखि 8 खर्बको रेभिन्यू हुन्छ नेपालमा यसमा प्रति वर्ष। हजुर, त्यति ठुलो मार्केट हुन्छ। किन भन्दाखेरि यसको भाङ्रोको लुगा लगाएको, यो लुगा भनेको त आयुर्वेदिक लुगा हो, अर्गानिक लुगा, दुईटै लुगा हो के। आयुर्वेदिक पनि भएको र अर्गानिक लुगा पनि भएको हुँदाखेरि यसको गुण यति धेरै छ जुन बोलेर साध्य हुँदैन। त्यति धेरै गुण भएको लुगा चाहिँ अहिलेसम्म लुकेर बसेको र यसले व्यापारिक बाटो नपाएको र व्यापारिक टेक्निक पनि नपाएको एउटा लुकेको सब्जेक्ट हो हैन। यो लुकेको विषय हुँदाखेरि अब यसलाई देखाउँदाखेरि यसले पक्कै पनि गुणात्मक रूपमा फड्को मार्छ। गणेश हेमले गर्दै जाने हो, जत्रो बन्छ बन्छ। आगामी दिनहरूमा मेरो नलेजले जति भ्याउँछ, मेरो पुँजीले जति भ्याउँछ, अनि त्यो अनुसार अगाडि बढ्दै जाने हो। म यति मात्र भन्न सक्छु, आगामी 5 वर्षमा गणेश हेमसँग 1500 जना कामदार हुन्छन्। यो कामदार चाहिँ हजुरले कसरी म्यानेज गर्नु भइराखेको छ? यहाँ त स्किल म्यान पावर पनि चाहियो, अनस्किल म्यान पावर पनि चाहियो। अनस्किल म्यान पावरलाई चाहिँ कसरी ट्रेन गर्नु भइराखेको छ? आफ्नै कारखानामा सिकाएर, अथवा हरेक अलिकति ठुलो कारखानाको लागि भन्नु पर्दाखेरि तपाईको आफ्नो एउटा वर्कसप बनाउने, जहाँ तालिम दिइन्छ, त्यहाँ 6-7 दिन तालिम दिने, 10-15 दिन तालिम दिने, अथवा जान्दै जानेको छैन भने फलाना ठाउँमा ट्रेनिङ छ खुलेको, तपाईँ त्यहाँ गएर ट्रेनिङ गरेर आउनुहोस्। त्यसपछि त्यो ट्रेनिङबाट पास भएर आइसकेपछि फेरि म यहाँ 6-7 दिन ट्रेनिङ गराउँछु र मेरो उद्योगमा काम दिन्छु भनेर तपाईँले एक प्रकारको राम्रो सिचुएसन गरेर अगाडि बढ्यो भने पक्कै पनि कामदारको खाँचो हुँदैन। मैले गरेको पनि त्यही हो। धेरै जस्तो दिदीबहिनीहरूले कतै 3 महिने तालिम, 2 महिने तालिम, 5 महिने, 6 महिने तालिमसम्म गरिआएको दिदीबहिनीहरूलाई फेरि 6-7 दिन यहाँ तालिम दिएर र मेरो सिस्टम सिकाएर अनि चाहिँ त्यो तालिमपछि चाहिँ मैले उनीहरूलाई काममा राखेको छु। र अहिले निरन्तर रूपमा 15 वर्षदेखि मेरै उद्योगमा काम गरिरहेको दिदीबहिनीहरू पनि छ भने 2-3 वर्ष काम गरेको पनि काम गरिराखेको अवस्था छ। हजुरले अहिले चाहिँ यो चलाइरहँदाखेरि एकल लगानीबाट चलाउनु भइराखेको छ या अरू कोही टिमहरू अरू पनि हुनुहुन्छ कि? मैले कुनै पनि टिमसँग मैले आफैले खुद अध्ययन गरेको छु र साथीभाइहरूको सरसल्लाह मात्र लिएको छु। लगानी कसैको पनि लिएको छैन। आफ्नो एउटा श्रम शक्ति र जुन चाहिँ मेरो दिमागीय शक्ति र मेरो आर्थिक शक्ति जति छ यसैमा लगाएको छु। र 2052बाट सुरु गरेको यो चाहिँ यो विषयको बिजनेसमा, त्यो बेला म्यानुफ्याक्चरै थिएन, ट्रेडिङबाट सुरु गरेको हो। त्योबाट अहिले पुग्नसम्म मैले चाहिँ योबाट कुनै त्यस्तो गाउँमा गएर लगानी त गरेको छैन, तर गाउँबाट ल्याएको कुनै पनि पैसा यता लगानी गरेको पनि छैन। त्यसैले अहिले हाम्रो भनेको लगभग 34वटा पसलहरू अथवा शाखा जस्तै पसलहरू छन् र त्यहाँ पनि काम गरिरहेको छु भने 6वटा कारखानाहरू छन्। त्यो 6वटामा पनि काम गरिरहेको छु। मैले मेरा सबै सन्तानहरू विदेश जाने भनेर कसिएका थिए। मैले चाहिँ सधैँ नकार्दै उनीहरूलाई सम्झाउँदै है, रिसाएर होइन है, सम्झाउँदै नै यो उद्योगमा हुमाएको छु र उनीहरू प्रत्येक उद्योगका अहिले मालिक भएर बसिरहेछन् हैन। यसको सबै ह्यान्डलिङ सबै 6वटाकै मैले गरिरहेको छु। र अहिले नेपालमा जुन यो चाहिँ नेपाली गाँजा भनेर, गाँजाको वस्तु निकाल्ने भनेर यसको पिताको रूपमा मलाई पनि मानिरहेछन् हैन। र अरू साथीहरूले पनि, थुप्रै साथीहरूले पनि यसका उद्योगहरू गरिरहेका छन्। तर धेरै जस्तो साथीहरूले मसँग सल्लाह गर्ने गर्दछन्। छोराछोरीले भनौँ उहाँहरूले चलाउनु भइराखेको छ। त्यो फ्याक्ट्रीहरू चाहिँ कहाँ छन्, कुन छन् सर? हाम्रो फ्याक्ट्रीहरू यही काठमाडौँ स्थितमा धेरैवटा फ्याक्ट्रीहरू काठमाडौँमा छन्। अब नयाँ पार्टीमा मैले धागो त्यहाँ उत्पादन हुन्छ र धागो बनाइराखेको छु। त्यस्तै गरेर प्रशोधन युनिट चाहिँ ठाउँ-ठाउँमा गरिरहेको छु। यस्तै मनपोखरीमा, यता छ, विष्णुमतीमा छ, चपलीमा छ, अनि यस्तै फरक विषयहरूका फरक ठाउँहरूमा एक विषयले अर्को विषयलाई डिस्टर्ब गर्ने। जस्तै कि तपाईँको अब धागो बनाउँदाखेरि कपडा बुन्नेलाई डिस्टर्ब हुन्छ, कपडा बुन्दाखेरि गर्नलाई, सिलाउनलाई डिस्टर्ब हुन्छ भनेपछि त्यस्तै गरेर चाहिँ हामीले अलग अलग ठाउँमा गरेको कारण त्यो।
हजुर, यत्रो चलाउँदाखेरि यो फन्ड म्यानेज चाहिँ कसरी गर्नु भइराखेको छ? कहीँ अब ब्याङ्कहरूसँग मात्रै गर्नु भइराखेको छ या अब पिभिसीबाट पनि गर्नु भइराखेको छ? कसरी चाहिँ यो मैले सञ्चालन अहिले भइरहेछ? यही कमाउँदै रमाउँदै भने जस्तो कुरो गरिरहेको छ, यतै कमाउँदै यतै इन्भेस्ट गर्दै गरिरहेको छु। बैङ्कहरूबाट पनि खासै त्यस्तो चाहिँ ठुलो मात्रामा लिएको छैन, सानातिना कर्जाहरू लिएको छु होइन, तर त्यस्तो लिएको बैङ्क पनि चलाएको छैन। यो आफ्नै शर्मबाट चलाइरहेको छु र कुनै राज्यबाट अथवा आइएनजिओ एनजिओबाट त झन् म लिँदैन, अर्काको पैसा त नलिने नै प्रण गरेको छु। मलाई कसैले दिन आए पनि मैले लिएको छैन। त्यो चाहिँ हरेक व्यक्तिले आफ्नो खुट्टामा आफै उभिनको लागि आफ्नो श्रमद्वारा र आफ्नो चाहिँ प्रविधिद्वारा गर्नुपर्छ भन्ने मान्यता बोके हुँदाखेरि त्यसमा चाहिँ मेरो ध्यानै गएको छैन। 2052बाट मैले चाहिँ गाउँबाट विभिन्न साना साना अब गाउँबाट आमाहरूले बुनेका बोर्ले भन्छ, ती बोर्लेहरू लिएर आउँथे र लिएर आएर काठमाडौँमा कानमा झुन्ड्याउँदै बेच्नेबाट सुरु गरेको हो। र त्यसपछि बिस्तारै त्यो चाहिँ बढी बिक्न थालेपछि अनि अलिकति लोभ पलाउँछ नि त मान्छेको, बिजनेसको लोभ अलगै हुन्छ। यो जस्तै जाँडको नसा, तासको नसा भने जस्तै यो बिजनेसको पनि नसा हुँदो रहेछ एक प्रकारको। अनि सरकारले जब 3 पटक मलाई लगेर भित्र हालेपछि झन् सरकारसँग मेरो झन् लुकी भए पनि काम गर्ने इच्छा लाग्यो क्या होइन। तर रेसाको हो, मैले गरेको त यस्तै रेसाको हो नि, रेसामा त केही लागु पदार्थ हुँदैन, तै पनि त्यो बेला चाहिँ गाह्रो थियो, त्यसरी गरेको हो है। हजुरले काँधमा बोकेर काठमाडौँमा ल्याएर बेच्दाखेरि र अब आज 6वटा कम्पनीहरूको चाहिँ हजुर मालिक हुनुहुन्छ एक हिसाबले, त्यो चाहिँ त्यसको लागि चाहिँ त्यहीँबाट कमाएको पैसा त्यहीँ लगानी गर्दै जानुभयो हुन्छ? पैसा त्यति बेला पैसा भन्दा पनि ठुलो माने लाग्थ्यो। जति बेला मैले गाउँबाट ल्याएर सहरमा जब 100 रुपियाँको सामान ल्याएर यहाँ चाहिँ 1500मा बेच्दाखेरि कानमा हालेर दिनभरि पसिना बोकेर पसिना आउनसम्म बोकेर चाहिँ 1 पिस बिक्री हुनको खुसी जुन थियो नि, त्यो खुसी अहिले छैन है। अहिले भनेको के छ भने अहिले मेरो कर्तव्य ठान्छु मैले, अहिले मैले चिन्ताको खुसी छ। आज पैसा आम्दानी भयो भनेपछि मैले महिनाको 28 गते यो मजदुरहरूलाई तलब कसरी दिने भनेर चिन्ता लागिरहन्छ नि, तर त्यो बेला त त्यो चिन्ता थिएन। तर 1 पिस पहिलो बिक्री गर्दाखेरिको जुन खुसी थियो, जुन ऊर्जा थियो, त्यो ऊर्जाले नै अहिलेसम्म यहाँ पुर्याएको हो क्या है। त्यसैले कुनैले पनि सबैभन्दा सफलता मलाई त्यो 1 पिस बिक्री भएको दिन नि मैले नेपालभरिका राम्रा रमाइला गर्ने जात्राहरू मेलाहरू हुन्छ नि, त्यो मेलामा पाउने खुसीको 20 गुणा राम्रो थियो क्या त्यो है। त्यो खुसी त्यस्तो थियो। तर आजको खुसी भनेको पहिलो मेला हेर्ने खुसी हुन्छ, दोस्रो खुसी यो हुन्छ क्या। किनभने अहिले त अब छोराछोरी बुहारीहरू सबैले यो सम्हालिरहेछन्, मेरो दायित्वमा कमै छ, मैले अलिकति फुर्सद पनि छ, त्यसैले न गाउँघरका व्यक्तिहरूलाई सल्लाह दिन्छु। त्यसैले खुसीको मानेमा त्यो खुसी थियो, तर पैसाको मानेमा पनि त्यो जुन मैले 3000 को एक दिनमा बेचेको थिएँ, त्यो 3000 भनेको मेरो जिन्दगीको 90% पैसा थियो। तर अहिले मैले दिनको 5 लाख को बेचे पनि यो 5 लाख भनेको मेरो जिन्दगीको जम्मा 3% पनि हुँदैन। त भनेपछि 90% ठुलो भयो नि होइन। तर एमाउन्ट सानो भए पनि त्यो पैसा भनेको त मेरो लागि त्यो बेला धेरै ठुलो थियो नि होइन। त्यसैले मैले हरेक उद्योगीलाई के भन्न चाहन्छु भनेपछि सानो बिक्री होइन, राम्रो बिक्री हुनु नै सफलता हो। जब राम्रोसँग बिक्री हुन थाल्छ, नाफा जतिसुकै होस्, 2 रुपियाँ होस् कि 4 रुपियाँ होस् कि 50 रुपियाँ होस्, तर राम्रोसँग तपाईँको माल बिक्नु भनेको नै त्यो चाहिँ तपाईँको सफलताको पहिलो सिडी हो भन्छु। अब सबैभन्दा ठुलो हामी एक त कस्टमरलाई भगवानको रूपमा लिन्छौँ, हजुरको लागि चाहिँ आइडियल कस्टमर त्यस्तो केही गर्नु भएको छ? यो चाहिँ ठ्याक्क हाम्रो यो कस्टमर चाहिँ यस्तो कस्टमर चाहिँ हाम्रो आइडियल कस्टमर हो भन्ने? कस्टमर भगवानको रूप हो, यो कुरो सर्वतथ्य कुरो हो होइन। तर कस्तो भन्दाखेरि एउटा के हुन्छ भन्दाखेरि भावनात्मक भावना बोकेर आएको कस्टमर, भावना सहितको आएको कस्टमर म त अझै भगवान भन्दा पनि ठुलो मान्छु। किनभने त्यो भावना भने स्वदेशी भावना बोकेर नेपालकै सामान किन्छु, नेपालको किन्नुपर्छ, चाहे त्यो गणेशजीको होस् कि रामजीको होस् कि श्यामजीको होस्,
त्यो मतलब छैन। नेपाली भावना बोकेर आएका व्यक्तिहरूले नेपाली उद्योग चलाउनमा ठुलो एउटा खम्बाको रूपमा काम गरिरहेको हुन्छ। र अर्को व्यक्ति हुन्छ के छ भनेपछि मलाई पोलिस्टर भए पनि हुने, तर यो भेटाइहाले किनिहालौँ भन्ने पनि कस्टमर हुन्छ होइन। अब त्यो कस्टमर भनेको वान टाइम हुन्छ, टु टाइम हुनसक्छ, त्यो अर्कै कुरो हो। तर उहाँ पनि दुइटै कस्टमरमा दाँड्नु पर्दाखेरि भावना बोकेको कस्टमर चाहिँ एकदम मलाई चाहिँ मेरो भन्दा पनि उहाँको स्थान ठुलो हो भन्ने ठान्छु। विभिन्न प्रडक्ट बनाइरहँदाखेरि आफ्नै एउटा ब्रान्ड केही बनाउनु भएको छ कि के छ सर? गणेश हेम्प भनेको मेरो एउटा ब्रान्ड छ। हजुर। त्यो गणेश हेम्प कम्पनी भनेर गणेश हेम्प ब्रान्डबाट म नेपालभरि परिचित पनि छु र मेरो नाम पनि गणेश भएकोले र हेम्प एउटा गाँजा अथवा हेम्प भएकोले, सब्जेक्ट भएकोले नाम र सब्जेक्ट मिलाएर मैले गणेश हेम्प गरेको हो। त्यसै गणेश हेम्प ब्रान्डबाट बेचिरहेको छु अहिले। हजुर। यसमा सामान चाहिँ मार्केटमा गइरहँदाखेरि एउटा कस्टमरको एउटा यो चाहिँ यसरी बनाइदिएको भए हुन्थ्यो भन्ने हुन्छ एक तरिकाको, त्यस्तो खाले कन्ज्युमर निड्स चाहिँ हजुरले कसरी पहिचान गर्नुहुन्छ? त्यो कुरो खासै कस्तो भन्दाखेरि हरेक मैले गर्न सक्ने कस्टमरले भनेको एउटा पाटो हुन्छ, अर्को कस्टमरले भनेको तर मैले गर्नै नसक्ने अथवा मेरो पुँजीले नपुग्ने अथवा मेरो दिमागले नपुग्ने अथवा त्यसको प्रविधि नेपालमा नभएको, दुई तरिकाले कस्टमरले भन्छ। एउटा कुरो कस्तो भन्दाखेरि अलिकति सुधार गर्नुपर्ने र मेरो औकातले भ्याउने त्यो चाहिँ मैले तुरुन्त नै लागू गर्छु। त्यस्तो गर्दा गर्दै स्टेप अगाडि बढेको हो। र जुन चाहिँ कस्टमरले भन्छ कि चाहिने त त्यो हो, कस्टमरलाई निड त हो, तर मेरो क्षमताले त्यो बनाउनै सक्दैन भने त्यसको पछि चाहिँ दगुर्दिनँ म। हजुर। अहिले यो बिजनेस रन भइरहँदाखेरि हजुरलाई सबभन्दा ठुलो च्यालेन्ज चाहिँ के फिल भइरहेछ सर? मलाई च्यालेन्ज फिल भएको भनेको यो कुनै पनि च्यालेन्ज मान्दिनँ मैले। यो चाहिँ नेपालमा गाँजा वैधानिक भएको छैन त्यो पनि च्यालेन्ज होइन, बजार छैन भन्ने कुरो त्यो पनि च्यालेन्ज होइन, प्रविधि छैन भन्ने कुरो त्यो पनि च्यालेन्ज होइन। मात्र मेरो क्षमता नपुगेको हुँदाखेरि त्यो मेरो च्यालेन्ज हो। मेरो क्षमता अभिवृद्धि नहुनु, मेरो क्षमतामा वृद्धि नहुनु र मैले क्षमता वृद्धि नगर्न सक्नु मेरो पहिलो च्यालेन्ज हो। त्यही नै अन्तिम च्यालेन्ज हो र त्यही नै पहिलो च्यालेन्ज हो। तपाईँको एक्चुअल कम्पिटिसन चाहिँ कोसँग छ जस्तो लाग्छ? तपाईँको कम्पिटिटर चाहिँ को हो जस्तो लाग्छ सर? मेरो कम्पिटिसन भनेको पोलिस्टर मात्र हो, अरू कुनै पनि छैन। नागरिक पनि कम्पिटिसन होइन, कर ट्याक्स गभर्मेन्ट कुनै पनि होइन। मेरो भनेको कृत्रिम रेसा र प्राकृतिक रेसाको वार छ जुन, त्यो वारलाई चाहिँ प्राकृतिक रेसाले कृत्रिम रेसालाई कसरी परास्त गर्ने भनेको मतलब बाहिरबाट आउने कपडालाई नेपाली कपडाले कसरी फाइट खेल्ने, त्यो एउटा मात्र सोचिरहेको। हजुरले त्यसलाई कसरी चाहिँ त्यसलाई जित्न सक्छ? बढी बनाएर, बढी र राम्रो बनाएर रिजनेबल प्राइस बनाउनु पर्यो, बढीभन्दा बढी किसानलाई खेती गर्न लाउनु पर्यो, ठुलोभन्दा ठुलो चाहिँ प्रोसेसिङ युनिट राख्नु पर्यो। बढी उत्पादन भइसकेपछि त्यो आफै परास्त हुन्छ, हामीले गोली हान्नै पर्दैन क्या। त्यसलाई एउटा सबैले एउटा इकोसिस्टम बनाएर होइन। त्यो चाहिँ के हुन्छ भन्दाखेरि जब कुनै उद्योगले किन्छ भनेपछि किसानले खेती गर्न सुरु गर्छ। तर इन्डस्ट्री नभएको हरेक नागरिकले, नेपालमा भएको हरेक नागरिकले इन्डस्ट्री गर्ने प्रयास गर्नुपर्छ र हरेक तपाईँ जस्तै च्यानलकर्ता, जुन तपाईँ जस्तै एउटा प्रचारक भनौँ, तपाईँ जस्तै एउटा सहयोगी होइन, जो सञ्जाल सहयोगी भन्छु म, तपाईँहरूले पनि पोलिस्टर जन्य चिजहरू अथवा आयातित हुने चिजहरूका उद्योगलाई भन्दा चाहिँ नेपालमा नेपाली उद्योगहरूलाई चाहिँ बढी प्राथमिकता गरेर गऱ्यो भनेपछि हाम्रो गोली त तपाईँ नै हो, तपाईँ नै लडिदिनुपर्छ। हामीले त के लड्ने नि, हामीले त उत्पादन गर्ने हो सिद्धो होइन। बजारमा च्यालेन्ज भने त तपाईँहरूको ठुलो छ नि त। हामी प्रायः जसो चाहिँ सफलताका कुरा मात्रै कुरा गर्छौँ, त्यस पछाडि त्यो सफलता पाउनको लागि हामीले के त्याग गऱ्यौँ त्यसको अलिकति तिनीहरू चाहिँ छायामा पर्छन्। तपाईँले आज त्यो लेभलदेखि आज यो यत्रो साम्राज्य बनाइरहँदाखेरि हजुरले चाहिँ के त्याग गर्नुभयो? मैले त सबैभन्दा पहिला त मेरो ठाउँ त्यागेँ, मेरो घरबाट टाढा हिँडेँ। दोस्रो कुरो म चाहिँ हिँड्दाखेरि मेरो विवाह गरिसकेका थियो, तर मैले परिवार त्यागेँ, श्रीमतीलाई पनि साथमा ल्याइनँ, किनभने मेरो पाल्ने हैसियत थिएन र यसो परिवारसहित राख्ने हैसियत थिएन। र अर्को कुरो के थियो भने घरमा भएको सबै सम्पत्ति त्यागेर घरबाट रित्तै नै आएँ र यहाँ आएर नयाँ जीवन सुरु गरेँ र नयाँ आम्दानीबाट गरेँ। मैले घरको कुनै पनि सपोर्ट प्रयोग गरिनँ।
त्यसरी मैले त्याग्दै त्याग्दै आएर मैले लास्टमा के छ भने आफ्ना खुसीहरू त्यागेँ। बाहिर देखिने खुसीहरू जस्तै मेला महोत्सवमा जानु, कुनै ठाउँमा घुम्न जानु, त्यो चाहिँ त्यागेँ। तेस्रो कुरो मेरो मनोरञ्जन गर्ने जुन समय थियो नि त्यो समय त्यागेँ क्या। मैले चाहिँ 18 घन्टासम्म यसैको सोचाइमा गएँ, यसैको मैले चाहिँ काम गर्दै गएँ र अरू खुसीहरू ती समयहरू मैले त्यागेँ र महत्त्वपूर्ण यो समयलाई नै धन बनाएर अगाडि हिँड्नुपर्छ भन्ने मेरो चाहिँ एउटा मान्यता अनुसार मैले चाहिँ मेरो ती अरू का लागि छुट्याएका समय, यद्यपि खानाका लागि छुट्याएका समय पनि मैले चाहिँ ती सबै त्यागेर चाहिँ कामतिर लगाइदिएँ, इन्भेस्ट गरेँ, यताको समय यता इन्भेस्ट गरेँ। त्यसैले हरेक नागरिकले सफल हुनु छ भने कुनैले पनि कम काम गरेर सफल भएको मान्छे नै छैन। घुसखोरी भयो होला, अरू भएको छैन है। त्यसैले बढी समय लगाएर नै हामीले सफल बन्ने हो। त्यसैले बढी धन प्राप्त गर्नु भनेको त बढी समय प्राप्त गर्नु हो। त्यो अरू चिजहरूमा लाग्ने समयलाई ढालेर चाहिँ कामको समय बनाउनुपर्छ अनि सफल हुन्छ। यो चाहिँ लाग्छ। उताप चढाव हरेकको जिन्दगी आउँछ, हरेकको जीवनको कहानी बन्छ। सफल हुने व्यक्तिहरू झन् सजिलै सफल भएका हुँदैनन्, उनीहरूको केही न केही ट्विस्ट हुन्छ क्या होइन। त्यो मध्ये मेरो पनि होला, तर मैले त्यो समस्यालाई समस्याको रूपमा नलिएर त्यसलाई पर्चुनिटीको रूपमा लिएँ के। किन भन्दाखेरि आज यो आयो, ठिक छ, आज त म सानै छु, सानो सम्पत्ति भएको बेलामा यो समस्या आयो। यदि यो समस्या भोलि आइदिएको भए मेरो ठुलो नोक्सान हुन्थ्यो। त्यसैले यो समस्या आजै आउनु ठिक छ भनेर मैले त्यो समस्यालाई के गरेँ, स्वागत गरेँ। किनभने आज नै मैले समस्या भोग्नु पर्यो नि त। र आज नै सानै उमेरमा समस्यालाई पन्छ्याउन पाइयो, तर भोलि यदि मैले धेरै पैसा कमाएको छु, धेरै ठुलो मान्छे भइसकेको छु भने त्यति बेला त्यो समस्या आयो भने मलाई धेरै ठुलो घात गर्न सक्छ। त्यसैले समस्यालाई समयमै सिद्ध्याउनुपर्छ। त्यो हामीले पहिलो अवरोध मान्नुपर्छ। त्यो समस्यालाई पहिला नै सिद्ध्याउनुपर्छ भन्ने मेरो मान्यता हो। त्यही अनुसार अगाडि बढेको छु है। हजुर सर। आजकल नेपाली युवाहरूले चाहिँ नेपालमा धेरै अवसर छैन भनेर धेरै जसो विदेशी पलायन भइरहेका छन्। तपाईको अनुभवमा चाहिँ ती नेपाली युवाहरूले नदेखेको अपर्च्युनिटी चाहिँ कहाँ छ जस्तो लाग्छ? के गर्दै हुन्थ्यो भने चाहिँ लाग्छ सर? तपाईको नेपालमा जति अपर्च्युनिटी विश्वमा कुनैमा पनि छैन। म चाहिँ क्यानाडामा जाँदाखेरि इन्डियाबाट माटो लिएर क्यानाडामा तरकारी फलाएर बसेका नेपालीहरू देखेको छु क्या मैले है। भनेपछि त्यहाँ अपर्च्युनिटी हुने, नेपालमा नहुने भन्ने कुरो चाहिँ पक्कै पनि होइन। मुख्य कुरो उनीहरूले अपर्च्युनिटी खोजेकै छैनन् क्या। नखोजेपछि कहाँबाट भेटाउँछ? बजारमा अपर्च्युनिटी किन्न जानेहरू साथीहरू धेरै छन्। अपर्च्युनिटीलाई बाबुको सम्पत्ति लिएर किन्न जानेहरू छन्, तर अपर्च्युनिटी आफै पैसा कमाएर आफैले किन्न सक्ने साथीहरू कम छन्। त्यसैले युवा वर्गमा पनि पहिलो कमजोरी के छ भन्दाखेरि बाबु आमाले जम्मा गरेको पैसामा भिसामा खर्च गरेर, विभिन्नमा खर्च गरेर विदेश गएर बस्ने अनि त्यहाँ अपर्च्युनिटी खोज्ने चलन छ। र वास्तवमा उनीहरू उहाँ अपर्च्युनिटी मात्र देख्ने, नेपालमा नदेख्ने होइन नि। हरेक कुरो ब्याचलर डिग्री पास गरेपछि मात्र मेरो लाइफ बन्यो, यदि पास गरेन भने लाइफ बनेन भन्ने कुरो छैन। अहिले हेर्ने हो भने अहिलेका युवाहरू जति पनि विवाह हुन्छ नि, पढे लेखेका केटी पढे लेखेका केटा विवाह भयो भने तिनीहरूको झगडा धेरै झगडा भइरहेको देखेको छु। डिभोर्स पनि धेरै पढे लेखेहरूका छन्। गाउँमा जानुहोस्, हाम्रो गाउँमा जानुहोस्, यद्यपि मेरो घर बजाङ हो, बजाङको आखापाखा जहाँ मेरो घर छ त्यहाँ वरिपरि एकजना पनि डिभोर्स भएका छैनन्। तर यहीँ हेर्ने हो भने सामाजिक सञ्जालमा दैनिक 5-6वटा डिभोर्सका केसहरू। तर डिभोर्स गर्ने केटी पनि पढे लेखेको, केटा पनि पढे लेखेको छ। अर्को कुरो के छ भनेपछि नपढेको केटी पढेको केटा छ भने त्यति डिभोर्स भएको छैन नि त। त्यसैले यो आजकलको युवाहरूको जुन एउटा तपाईँको थिङ्किङ छ त्यो चाहिँ पढाइले मात्र मेरो जिन्दगी उभो हुन्छ, पैसाले मात्र मेरो जिन्दगी उभो हुन्छ भन्ने कुरो होइन। पढाइ भन्ने कुरो त मैले देखेको त 10 पास भनेको धेरै ठुलो पढाइ हो क्या। त्यसले बिजनेस गर्न अथाह पुग्छ। त्यो भनेपछि हामीले जब पढाइको अन्तिममा केही विशेषज्ञ, विश्वमा केही गर्न सक्ने व्यक्ति बन्छु भने मात्र पढ्ने हो। नत्र भने आम नागरिक, आम डाक्टर, आम इन्जिनियर, आम हुनलाई त किन गर्ने? हजुर। म जस्तो मेरो साथीहरूले कयौँ इन्जिनियरहरूलाई चाहिँ जागिर दिइराख्नु भएको छ होइन। अब त्यो इन्जिनियर सक्सेसफुल हो कि त्यो जागिर दिने मान्छे सक्सेसफुल हो?
धेरै साथीहरूले चाहिँ कमै पढेको साथीहरूले चाहिँ अब हस्पिटल खोलेका छन्, 20 जना डाक्टरलाई जागिर दिइरहेछन् होइन। अब त्यो डाक्टर सक्सेस हो कि त्यो 20 जनालाई दिने सक्सेस हो होइन। त्यसैले हरेक नागरिकले के छ भन्दाखेरि चाहिँ सोच्नुपर्ने के छ भन्दाखेरि मैले मभन्दा पछाडिलाई कति जब क्रिएट गरेँ, मैले कति महिना वर्षको लाख कमाएँ भन्ने कुरो सरकार राख्दैन। जसले के छ भन्दाखेरि 4 जनालाई जब दिएको हुन्छ अनि विभिन्न ट्रेडिङ गर्छ, अनेक गर्छ, उसले चाहिँ 1 वर्षको 1 करोड कमाउँछ भनेपछि त्यो राज्यको लागि त्योभन्दा पनि राम्रो व्यक्ति भनेको 50 जनालाई जब दिएर वर्षमा 2 लाख रुपियाँ मात्र कमाउने व्यक्ति धेरै राज्यको लागि सम्पत्ति हो क्या मेरो मान्यमा है। मेरो एउटा आजको भने मेरो चाहिँ आफ्नो निजी विचार हो क्या चाहिँ यो होइन। अनि त्यसैले हरेक नागरिकले जन्मिनु पर्छ भनेपछि नि मलाई के चिन्ता लाग्छ भन्दाखेरि म घाटा गयो भनेपछि मलाई चिन्ता लाग्छ, तर मलाई हेरेर मलाई चिन्ता लाग्दैन, मलाई मजदुरलाई हेरेर चिन्ता लाग्छ। घाटामा गयो मेरो उद्योग घाटामा गयो भनेपछि मैले 3 जना मजदुरलाई निकाल्नुपर्छ, तिनीहरूको रोजीरोटी टुट्छ, त्यसैले म घाटामा जानु हुँदैन भन्ने हो मेरो पक्ष भनेको होइन। मेरो पक्ष भनेको चाहिँ म नाफामा गएर करोडपति बन्छु भन्ने चाहिँ मेरो कुनै पनि लक्ष्य छैन। मेरो लक्ष्य त्यही मात्र हो, मजदुरहरूलाई बढीभन्दा बढी जब क्रिएट गर्ने, बढीभन्दा बढी र मेटेरियल खरिद गर्ने। मैले गरेर हुन्छ कि अथवा मद्वारा कसैलाई गराएर हुन्छ भन्ने मैले चाहिँ पहिलो थिङ्किङ यसरी लिएको छु लक्ष्य चाहिँ। मैले अब आउने दिनहरूमा नेपाल सरकारमा रहेका जुन बन्द भएका उद्योगहरू छन् नि, ती बन्द भएका उद्योगहरूलाई चलाउनुपर्छ र कसरी चलाउन सक्ने भनेर चाहिँ मैले रैथाने औद्योगिक प्रतिष्ठान मेरो नेतृत्वमा एउटा भएको छ। त्यो सम्पूर्ण नेपाल धेरै जस्ता उद्योगी साथीहरू करिब 900,000 जना साथीहरूले चाहिँ सहकार्यमा त्यो गरिरहेका छौँ र ती बन्द भएका उद्योगहरूलाई PSP मोडलमा हामीले चाहिँ सञ्चालन गर्ने भनेका छौँ। यद्यपि त्यो सरकारसँग कुनै किसिमको मिलेन भने त्यसपछि प्राइभेट सेक्टरमा बन्द भएका उद्योगहरूलाई सञ्चालन गर्ने भनेर हामीले अपेक्षा गरेका छौँ। अब त्यही अनुसार चाहिँ अब मेरो लागि म होइन कि राज्यको लागि म भन्ने नारा लिएर म अगाडि बढ्दैछु। कतिसम्म सक्सेस हुने नहुने त मलाई पनि थाहा छैन, भविष्य कसले देखा हुन्छ र तैपनि सबै आम नागरिक दाजुभाइ दिदीबहिनीहरूले मेरो विश्वास एउटा लिदियो भनेपछि होइन त्यो पक्कै पनि सफल हुनेछ जस्तो लाग्छ। यदि तपाईँले आफ्नो जीवनबाट यो पाउनु भएको ज्ञान अनुभवबाट चाहिँ नेपाली युवालाई एउटा मात्रै सल्लाह दिनु पर्यो भने उनीहरूको अब जीवनमा सफलता पाउन या हरेक कुरा गर्नको लागि एउटा मात्रै सन्देश दिनु पर्यो भने हजुर के दिनुहुन्छ? एउटा मात्र सन्देश दिनु हो भने यो देश हाम्रो हो, मेरो हो भनेर सोच्नुहोस् र मेरो लागि मैले गर्नुपर्छ भनेर सोच्नुहोस् र 24 घण्टा एक दिनको समय दिएको हुन्छ। त्यो समयलाई तपाईँले रोजेको कुराहरूमा 18 घण्टा त्यसमा खर्च गर्नुहोस् भन्न चाहन्छु। थ्याङ्क यू सो मच सर। चाहिँ यसै मार्फत मैले के भन्छु भने चाहिँ मेरो चाहिँ युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राममा सबैमा गणेश हेम्प छ है। हजुरहरूले हेर्ने मन लाग्यो भने त्यता पनि हेर्न सक्नुहुनेछ र यो मिडियालाई पनि यस्ता राम्रा राम्रा उद्योग धन्दा सम्बन्धीका समाचारहरू बनाएर कोसिस गरिराख्नु भएको छ। यो पेजलाई पनि फलो गर्दाखेरि तपाईँको 5 पैसा पनि जाँदैन र तपाईँको मोबाइल पनि भरिँदैन होइन। यसबाट तपाईँलाई बेनिफिट हुन्छ, राम्रा कुराहरू सिक्नको लागि हरेक च्यानल हुँदैन। त त्यसैले चाहिँ अरू च्यानलहरू भन्दा यो च्यानल तपाईँको लागि काम लाग्ला र तपाईँलाई काम नलागे पनि यहाँ पाएका जुन ज्ञानहरू हुन्छन् तपाईँको छोराछोरी, तपाईँको आमा बुबालाई पनि सुनाउनलाई गर्वका साथ यो च्यानलले काम गर्नेछ। त्यसैले पनि यसलाई सब्सक्राइब गर्न चाहिँ छोड्नु हुँदैन है, यो मेरो अनुरोध हो। धन्यवाद। हस् सर, हजुरले सेयर गर्नुभएका कुराहरू, त्यो इन्साइटहरूले पक्कै युवा वर्गहरूमा एउटा पोजिटिभ इम्प्याक्ट पार्नेछ भन्ने हामी आशा गर्दछौँ र हजुरको पनि उत्तर प्रगतिको हामी कामना गर्दछौँ सर। ल धन्यवाद सबैलाई नमस्ते।